हजुर, मेरो नाम मनसिंह परियार, घर चाहिँ शुभकालिका वार्ता वडा नम्बर 3। नमस्ते सबैजनालाई है। अनि विशेष गरेर खाडसगडा नगरपालिका वडा नम्बर 1 का वडा अध्यक्षज्यूलाई एकदमै यहाँसम्म ल्याएर यति स्वागत गरिदिनु भयो, यहाँलाई विशेष धन्यवाद। मेरो नाम चाहिँ विशाल परियार, घर चाहिँ शुभकालिका गाउँपालिका वडा नम्बर 2 मर्था है। ल धन्यवाद। संस्कृतिले बचाउनुपर्छ केटाहरू, हाम्रो लागेपछि पनि लाग्दैन। यो हुर्क्यौली बचाउनका लागि पछिल्लो समय यो देउडा चिन्ताको विषयमा छ। अब धेरै कलाकारहरूलाई यसलाई मोडिफाई गरेर अर्को विधाबाट दुनियाँदार मोडेर यो अर्कै गर्न खोजे पनि तपाईँले यो के भन्छ अर्गानिक देउडालाई बचाइराख्नका लागि, अर्गानिक हुर्क्यौली गीतलाई बचाइराख्नका लागि लागिराख्नु भएको छ। खासमा यहाँहरूको अब अलिकति अन्य केही जोडिएको हो कि अथवा हाम्रो संस्कृतिलाई हामीले बचाउनुपर्छ भन्ने लागिरहेछ? के लागिरहेछ? अन्य जोडिनु भन्दा पनि हाम्रो कर्णालीको संस्कृति देउडा हुर्क्यौली तथा झुडा मागलहरू अहिलेको पछिल्लो समय निकै दुर्लभ हुँदै गइरहेछ। त्यसको लागि सबै हाम्रो हजुरको सहयोगमा र सम्पूर्णले यसलाई उजागर गर्न म हजुरलाई पनि विनम्र अनुरोध गर्दछु। जतिपय देउडाहरू अहिले देउडाहरू त अलि चलिरहेको, झुडा मागलहरू अनि त्यो के भन्छन् रत्यौलीहरू, त्यो चाहिँ अलि अझै दुर्लभ हुँदै गइरहेको। त्यसको उजागर गर्नलाई हजुरलाई पनि हामी साथ सपोर्ट दिनु होला। हजुरले पनि अरूलाई पनि गर्नु पर्यो भन्ने हौसला दिनु होला भन्नु। जो हजुरलाई मैले यो थोरै सोध्न मन लागेको, यो हुर्क्यौली गीतहरूमा अलिकति परम्परागत छ, यसलाई अलिकति संशोधन गर्नुपर्ने, अलिक विकास गर्नुपर्ने केही देख्नु भएको छ तपाईँले? विकास त हजुर गर्नुपर्ने देखिरहेको छु। अब कतिपयहरू हुन त मान्छेको हेर्ने नजरहरू, गर्ने व्यवहारहरू चाहिँ फरक फरक हुन्छ। तैपनि हामी हरेक ठाउँमा जान्छौँ, हरेक उसमा जान्छौँ, तर टाइम टेबल हरेक चिजको लागि टाइम मिलाइदिएको भयो भने दर्शकहरूले यो पनि भन्न चाहन्छु कि अब नाच्न त बोलाउँछन्, अब रमाइलो गर्ने हो नगर्ने होइन, तर त्यसलाई पनि अलि सीमित अलि टाइम दिएर अलि कुनै ठाउँमा त रात्रि पनि नाच्नुपर्छ। जस्तो यसमा के छ भनेपछि हिजोका केही हुर्क्यौली गीतहरू राजा महाराजालाई सम्मान गरेका गीतहरू, अहिले त राजा नै देशमा छैन त फेरि किन राजालाई सम्मान गरिराख्नु भएको? त्यो त छ नि परम्परागत शब्दहरू छन्, परिमार्जन गर्नुपर्ने छ र केही परिमार्जन गर्नुपर्ने त खासै अब हामीभन्दा अग्रज व्यक्तिहरू पनि हाम्रो घरमा हुनुहुन्छ है। खै हामी चाहिँ खासै अहिले पुरै पाठ सिकेका छैनौँ, अलि जो सिकेका छौँ त्यही नै गरिरहेछौँ। हस् धन्यवाद। जो हामीले बचाइराख्नुपर्छ। तपाईँले के लाग्छ? मलाई पनि एकदमै राम्रो छ, किनभने चाहिँ पछिल्लो समयमा एकदमै हाम्रो कर्णाली सुदूरपश्चिममा एकदमै लोप हुँदै गएको अवस्था छ होइन हाम्रो संस्कृति। अब धेरै ठाउँमा भन्यो भने हाम्रो कालीकोटभित्रकै क्षेत्रमा हेर्ने भनेपछि धेरै ठाउँमा अहिले पहिलाको जेनेरेसनमा हुनुहुन्थ्यो धेरै हुर्के कलाकार, धेरै डेन्जर राम्रो हुनुहुन्थ्यो। तर अहिलेको अवस्थामा अब कालीकोट जिल्लाको शुभकालिका खाडासगडा नगरपालिका केही हाम्रो यो प्रायः जसो मैले देखिरहेको अवस्था यो 2टा पालिकामा मात्रै अलि युवाहरू है हुर्के अब यो बचाउन पर्छ, हरेक गर्न पर्छ भन्ने कुरा मैले यहाँ मात्रै देखिरहेको छु। बाहिरतिर प्रायः जसो हाम्रो कालीकोटभित्रकै धेरै ठाउँमा लोप हुँदै गएको अवस्था छ। अब यसलाई एकदमै सबै युवाहरू मिलेर उजागर गर्न पर्छ, बचाउन पर्छ संस्कृति होइन, यही भन्न चाहन्छु।